सो नमस्ते सबैलाई। धेरै दिन बाद बुढाबुढी आछौँ हामी सेन्ट्रल बस्ती र मेरो छोरी भनौँ दाजुको छोरीको चाहिँ ढोकबेट जस्तै हो, तर अब ढोकबेट पनि हो, बिहा पनि भन्दा हुन्छ। सानो आफन्तलाई बोलाएर टिका टालो र मेरो बुढीलाई नानी जन्मदा देख्नु भएको थियो होला, त्यसको बाद आज फर्स्ट टाइम दर्शन हुनुहुन्छ मेरो भ्लगमा। बेसी मोटा छ? मोटा छ केही छैन, ऊ त कम ब्याक भनिहाल्छ नि। लु ब्याक गरौँ न यसो। सो त्यहाँ चाहिँ नाचगान भइरहेछ, एकदम हामी चाहिँ रमाइलो भइरहेछ र यहाँ आफन्तहरूसँग एकदम मजा आइरहेछ। सबै दिदी बहिनी दाजुहरू सबै बसिरहेछौँ। अनि कस्तो रहेछ हाम्रो गाउँ सेन्ट्रल बस्ती? राम्रो रहेछ। फर्स्ट टाइम आएको जस्तो कुरा गर्छ। 13 साल भइसक्यो बिहा भएको। 13 साल कि 12 साल कति साल? तर 12 सालमा म आएको चाहिँ 5 पल्ट 6 पल्ट मात्रै। ल तपाईँलाई त्यहाँ बिहाको दर्शन गराउने छु। ल कस्तो हुँदैछ त्यहाँ। लो सो त्यहाँनिर डान्स एकदम रमाइलो भइरहेछ। हामी यसो सानो परिवार। अर्को ठुलो छोरी खोइ भन्नुहुन्छ होला। ठुलो छोरी चाहिँ आज स्कुलले गर्दा आज हामी ल्याउनु पाएन बिहामा। र अस्ति भर्खर जन्मेको यत्रो भइसक्यो। सबै सिनमा अब बिदाबारी हुन्छ। हाम्रो गाउँमा चाहिँ एकदम शान्ति छ है। शान्ति भनेको कुन गाउँ भन्दाखेरि सेन्ट्रल बस्ती। यो नाम चाहिँ हाम्रो नाम होइन, वेलकम टु आवर मोडल भिलेज। खै कसले लेखिदिएको यो? हाम्रो यो गाउँको नाम चाहिँ हो सेन्ट्रल बस्ती, सेन्ट्रल फरेस्ट बस्ती। सानो सुन्दर र रमाइलो ठाउँ, म जन्मेको ठाउँ, रमाइलो गाउँ। यो ढोकबेट चाहिँ हाम्रो जुन चाहिँ छोरी हाम्रो यहाँबाट बिहा भएको, नेपालबाट आउनु भएको ज्वाइँ चाहिँ नेपालकै ज्वाइँ हो। र ऊ पनि सानोमै यहाँ बस्नुहुन्थ्यो छोरी। अन्त अहिले चाहिँ नेपालमै आमा चाहिँ उसको आमा चाहिँ नेपालको हो। त्यसले गर्दा नेपालमै उसको पालन पोषणहरू त्यहीँ भयो र त्यहीँको ज्वाइँ पनि र एकदम राम्रो हुनुहुन्छ ज्वाइँ। र भविष्यमा अझै राम्रो होस् होइन भन्दैछ उसले पनि। अब बिदाबारी हुनु आँटेको होला र मलाई लाग्छ यो अब त्यो रुनेवाला सिन चाहिँ हुँदैन, किनकि 2 वर्ष जस्तो भइसक्यो बिहा भएको। रुने खालको सिन चाहिँ छैन। आजको बिहाको भिडियोमा चाहिँ रुवाबासी छैन, एकदम खुसी जाने अनि आशीर्वाद पाउने मजाको। र ढोकबेट चाहिँ हल्का आफन्त मात्रै मिलेर तामाङ यसो परिवार मिलेर चाहिँ गरेको है। र हाम्रो यहीँ बहिनी ज्वाइँको फोटो गाडीमा छ है। र यहाँ हाम्रो यहीँ हाम्रो गाउँको मान्छेले चाहिँ लेखिदिएको रहेछ। र हाम्रो नानाले पढ सुनाउँछ है। लु
प्रभातमा किरण, सन्ध्यामा सुस्मिता। ढोक बेग कार्यक्रमलाई बिदाई, ससुरालीबाट फ्याफुल्ला सलाम। अनि बेहुलीलाई बेहुलाले लग्यो, देउराली उदासे पारेर हामी के गरौँ। सम्झिदिए पुगिहाल्छ, माया नमार। 2 दिनको जिन्दगीमा आँसु नझारा। हाम्रो फिलिङ्समा भने नानाले तर सो यहाँ बिदाईको अब बेला भयो। होप नरुइकन मजाले आरामले जान्छ होला, किनकि 2 साल भइसक्यो बिहा भएको होइन। तर एउटा उयो मात्रै हो नि त हो, हाम्रो यहाँ सुन्तला चोर, रोटी चोर, बियर नचोर्नु अरे। सो अब यहाँनिर बिदाई हुने कार्यक्रम हामी सानो फ्यामिली एकदम सानो चिटिक्क परेर गरेको आजको दिन। यो हाम्रो तामाङको रीति हो होइन, रीति दस्तुर। अब हाम्रो गाउँको चेलीबेटी बहिनी चाहिँ अब आज हामीले बिदा दिँदैछौँ उहाँलाई। हाम्रो नेपालतिर उसको ससुराली पर्यो। धेरै हामीले बहुत इन्जोय गऱ्यो, खानापिना बहुत टेस्टी थियो, अनि हामी डान्स पनि अलिअलि गऱ्यौँ, मजा आयो। सो अब टाइम भयो, बेलुका हुने बेला भयो, अनि त्यही भएर यिनीहरू चाहिँ अब लागेको बिदाई। ठिक ठिक ठिक। खोइ बाई गरेको, सबैले बाई गरेको, खोइ बाई। सो अब हामी जान्छौँ। नाना हामी गएको कि त्यहाँ भाँडाहरू छ, मोलेर जानुहोस् ल। हामीलाई भाडा कालो कालो भाडा मोलेर यसलाई छोडेर गएको अरे। ल बाई बाई बाई।